बल्ल बल्ल घर पुग्यो। छोराछोरी कहाँ छन्? जोई कहाँ छन्? अब एउटी ए सुबु ए गोलु ए गोलू ए मेरो छोरो गोलु। और गोली की आमा क्या छ तेरो हाल खबर? ल झोला पर राखेल भाइ क्या छ त गोलू कि आमा तेरो हाल खबर? गाउँघरतिरको हाल खबर क्या छ? छोराछोरी कसा छन्? गाउँघरतिरको क्या कसो छ माहौल? धेरै वर्षपछि आयो गाउँघरतिर। अबदेखि परदेशी जीवन के हार्नुदेखि यस्तै छ। बुढाबुढी मात्रै छन् गाउँमा, कोही आछि नै ठुला मान्छे मरिगया पनि कोही फाल्ने मान्छे आछि नै। सबै एउटा गाँठागुठी मात्रै छन्। ती गाँठागुठी पनि स्कुल पढ्दैन, केही गर्दैन। डेढो भाग हो, अत्तर खाइकन बिग्री जाँदा भ्या क्या ए बिचारी यहाँ कुरा के हार्दी छ है? उता गाउँघरबाट क्या छ? खेतीपाती के हार्दा छन्? गोरु भैँसा के हार्दा छन्? बाछा बाछी के हार्दा? सबै छोराछोरीकै भर छाडेका हुन्न नि त सबैले। अचम्म भइएको छ बिचरा हो। गाउँघरबाट मान्छे के हार्न लाग्यो? उता यहीँ छोराछोरी स्कुल जान् कि घरको काम रन्, अझ पढाइ नभनिकनले पढाइ नभन्दा त भन्दै छैन। घरको काम रन् त स्कुल पढन्, के हारन् त? के हार्नु गोलुका बुवा? गाउँमा छोराछोरी र बुढाबुढी मात्रै छन्। यहाँ गाउँमा रोजगारी छैन। सारा युवा जतिका सारा बुढा विदेशिया हुँदै हिँडोका त यस्तै छ। गोलु कि आमा भाइ रेडी भइसु। ओहो, उता गाउँघरको हालत त निकै खराब रहेछ त। बुढाबुढी छोराछोरीको हालत त निकै खराब रहेछ त। उता हाम्रा छोराछोरीको क्या छ हाल खबर? स्कुल जाँदा के हार्दा छन्? क्या कसो छन्? पढाइ हेर्दा छन् कि नै? हालत त निकै खराब भइरहेको छ नि त। यस्तै छन्, सारा बिग्री जाँदा भ्या क्या। भनेको मान्दैन, कोही कोही केही मान्दैन। मेरै भने मान्दैन, अरूको कोहीको भने मानन्। के हार्नु भन्ने चाहिँ भने नमाने निकै पट्काउनु नै भने भनेको मान्दैन भनिकन छुपुको भइरहेको भयो। निकै पटपटाएर पाड्नु पऱ्यो भने नमाने सबै ताराबाट लागेन, नत्र कहाँबाट हुन्न। के हार्नु भने छोरा आफ्नालाई त हान्नु, अरूका छोराछोरीलाई के हार्नु? केही भनौँ भनेपछि उनीहरूको आमा बुवा मुख लाग्दा के हार्नु? गाउँघरतिरको माहौल अन्त भित्र अब न खाना बनाइ खाएर उता भोकै राख्ने बोलाउँछु देशवाटी आएका मान्छेलाई। बनाउलाई न खानामा के खुवाउने विचार छ त आज? अब बनाउलाई न जे बनाए खाना। मासु मटन मासु खाँदा छौ कि नै? काहीँ थिएन गाउँमा यहाँ रुपै हुँदैन, कहाँबाट खानु मासु मटन? कहिले काहीँ त खाँदा छ। तमी खाउला तमी ओरौला भनी त यता खण्डहरी देश परदेश पोडा पुडा घुम्दा हुन्छ। तमीले मटन मासु खाएन भनेपछि उता कोही के लागि लागला भन्नु? के हार्नु हुन्छ? के भन्दा हो त तमी? के हार्नु? खाना मन त लाग्दछ, अब लोभ लाग्दो। अब खाना पकाउँदैमा भोक त लागेको होला। अब एकैचोटि पाकी जाने होइन खाना। त्यही त उता गाउँघरको अवस्था त त्यस्तै रहेछ। अब जे होला जसो होला, उता भोलि एकचोटि म सम्झाउला गाँठागुठीलाई भनेको मान्ने हुन्छ, के हार्ने हुन्। अब भोलि सम्झाउला। नानी कुडै नहरा रिसाउनु। तिनीको आमा बुवा मेरा छोराछोरीले हानिदियो ओरिदियो भनिकन क्या रिसिदियो नानै नहानिदिया। उसै भन्दा बिहामा नै भए पनि नहानिदिया। ज्या परुन् भन्दै बिचारी यार। उनीका छोराछोरी र हाम्रा छोराछोरीमा क्या फरक छ त? सम्झाउनु त पढेन। अब एकै गाउँघरमा बसिसकेपछि एकै ठाउँमा बसिसकेपछि उनीका छोराछोरी हाम्रा छोराछोरी क्या सम्झाउनु त पढेन। अब उनीको आमा बुवा सम्झिन् नसम्झिन्, उनीको आमा बुवाको अब हामी क्या बोल्यौँ त? अब हामीले त सम्झाउने कर्तव्य हो। अब घरबाट जो गयो उनीहरूले छोराछोरीलाई त सम्झाइदिनु पऱ्यो नि त। अब उनीका छोराछोरी बिग्रिनु र हाम्रा छोराछोरी बिग्रिनु एकै त हो त। ओहो प्याज खा पस्यो भने हामीले भनेको र ढिङ्गाले खाए जतिको मान्दैन, तमीले भनेको कतिको मान्दछ।
बिचारा मैले त सुनेको गाउँघरका छोराटा निकै बिग्रेका भन्दा छन् गाँठेकुटी ठुला गाँठेकुटी बिग्रिया त जहीँ जो गाँठेकुटी नान्का बिग्रेका भन्दा छन् ती हाम्रो छोरो क्या कसो छ हाम्रो छोरो कसो छ गाँठेकुटीकै पछाडि सातो लागेको छ के घर टाइममा आइकन खाना खाँदैछ कि नै ओके बरो त्यो कसो हो त्यो दसैँहरू उसै त हो है सबै त्यहाँ आगो दारू चुरो सबैतिर खाँदा पनि काँडा जाँदा देखिँदा बसेका छन् आफू यसो छन् म त के हार्नु माने छोराछोरी सबैका त्यसै बा आमा कसैकालाई मतलब नै अब भोलि सकाले एकचोटि यसो गाउँघर पुग्नु पर्यो यो प्याज हाल्नु पऱ्यो प्याज भुटिहाल म त भोलि बिहान एकचोटि गाउँघर डोलिकनले उहाँ पछि उता बुढाबुढी छोराछोरी सबैसम्म मुलाकात हेर्नु पर्यो क्या कसो भन्दान् के हार्नु माने ठिकै छ जे होला होला अरूको आमा बा दुःख मान्दा भने के हार्नु ना नुन कम हाले नुन बनाउँछ है तँ म त के हार्नु माने त्यस्तै छ ठिक छ अब खाना खाउँ त भोलि बिहान बरुले अब रात पनि झिकै भइगयो खाना बना अब सुतुलीदेखि गोलै लागेको छ है चलो चलो ठिक छ त पर भात हेरेल त्यो दाल हेरेल क्या कसो गयो मसला हालेर तयारी ल हो लाटे